नमस्ते अनि नमस्कार। स्वागत छ यहाँहरू सम्पूर्ण द रिटर्न अफ एजुकेसनमा। इमिसले फेरि पनि एउटा नयाँ अपडेट लिएर आइसकेको छ, जुन अपडेट अनुसार चाहिँ आफ्नो विद्यालयमा रहेका सम्पूर्ण टिचरहरूको विवरण चाहिँ इमिसमा सच्याउनु पर्ने र जस अनुसार चाहिँ यो इमिसको यहाँ देखाएको छ टिचर काउन्ट्स भनेर दिएको छ। यसमा चाहिँ ठ्याक्कै आफ्नो विद्यालयमा दरबन्दी कतिवटा र कार्यरत कतिवटा र भ्याकेन्ट कतिवटा र वर्किङ कतिवटा, भ्याकेन्ट कतिवटा अथवा राहतमा कतिवटा छ, सङ्घीय अनुदान कतिवटा र यो अर्को अनुदानमा कति छ भनेर यो सबै सच्याउनु पर्ने छ। जस्तै कि अहिले मेरो विद्यालयको हेर्दाखेरि यहाँ जस्तै एक दिन बेसिकको पर्मानेन्ट 2वटा र भ्याकेन्ट 1वटा भनेर देखाइएको छ। यो भ्याकेन्ट मेरोमा थिएन, तर पनि यो अलिकति नमिलेको कारणले यस्तो भएको हो। र अर्को कुरा हामीले के गर्नुपर्छ भने जस्तै हामीले यहाँ अहिले म सच्याएर पनि देखाउने छु। यहाँ तल देखाउँदाखेरि हाम्रो रिपोर्टमा जाँदाखेरि अहिले हामीले यो टिचर रिलेटेडमा जानुपर्ने हुन्छ। पहिलो कुरा वर्किङ भर्सेस दरबन्दी छुट्याउनको लागि। अनि यहाँ हामी हेर्न सक्छौँ दरबन्दी भर्सेस वर्किङ भनेर एउटा अप्सन देखाइएको छ। यसमा क्लिक गर्नु होला सबैजनाले आफ्नो विद्यालयमा रहेको सम्पूर्ण शिक्षकहरूको विवरण सच्याउनको लागि। त्यसपछि यो स्कुल अर्गनाइजेसन टाइपमा चाहिँ हामीले पब्लिक चुज गर्नु होला। त्यसपछि जेन्डर चुज गर्नु परेन, लोडमा क्लिक गर्नु होला। त्यसो गर्दै गर्दा अलिकति यहाँ समय लोड हुँदैछ। यसो गरिसकेपछि यहाँबाट चाहिँ के देखाइन्छ भने आफ्नो विद्यालयमा जस्तै इसिडीको दरबन्दी एउटा छ, कार्यरत पनि एउटा छ भने यहाँ यसरी देखाइएको छ। प्राविको पनि यहाँ प्राविको स्वीकृत दरबन्दी 3टा देखाइएको छ, तर वर्किङमा 2टा मात्रै देखाइएको छ। हो यसरी यो कुरा चाहिँ हामीले सच्याउनु पर्ने छ। जस्तै यतापट्टि फेरि अनि 1-5मा राहतमा 2टा देखाइएको छ भने वर्किङ पनि 2टा देखाइएको छ। तर यतापट्टि फेरि यहाँ वर्किङ देखाइएको छैन। एप्रुभ पोजिसन भनेको छ स्वीकृत दरबन्दीमा, यहाँ चाहिँ फेरि वर्किङ देखाइएको छ, तर यहाँ चाहिँ दरबन्दी देखाइएको छैन। यो कुरा चाहिँ हामीले सच्याउनु पर्ने हुन्छ। अब फेरि यो 6-8मा चाहिँ फेरि एउटा दिएको छ, 2टा राहत दिएको छ, 2टा वर्किङमा देखाइएको छ, यो पनि ठिकै छ। र यो दिएको जस्तै अब 9-10मा चाहिँ 9-10मा सङ्घीय अनुदानमा 3टा देखाइएको छ कोटा, 3 नैवटा दरबन्दी वर्किङमा देखाइएको छ भने यहाँ एउटा मिस्टेक भएको छ। अब यस्तो मिस्टेक चाहिँ हामीले कसरी सच्याउने भने त्यसको लागि हामी सबैभन्दा पहिला त यो टिचर अप्सनमा जानुपर्छ। टिचर अप्सनमा गइसकेपछि हामीले यसमा मेल जेन्डर पनि चुज गरिराख्नु परेन, सिधै लोड गर्नु होला। सिधै लोड गरिसकेपछि अघि हाम्रो जुन टिचर जस्तै जुन लेभलको टिचर पुगेको थिएन स्वीकृत दरबन्दीमा, त्यसमा सबैजनाकोमा सच्याउनु होला कि एकुरेट विवरण सच्याउनु होला। जस्तै म यहाँ एकजना टिचरको सच्याउँदैछु। सच्याउँदै गर्दा हामीले एक्सपिरियन्स यो बेसिक इन्फर्मेसन, क्वालिफिकेसन र एक्सपिरियन्समा सच्याउनु पर्ने हुन्छ यसको लागि चाहिँ। र यसको लागि जस्तै अघि मैले यहाँ मेरो स्वीकृत दरबन्दीमा 1-5मा थियो 3वटा, यसमा बिग्रिएको हुनसक्छ। यसको लागि हामीले प्राइमरी बेसिक 1-5 भनेर चुज गर्नु होला, अथवा जुन कोटामा हो त्यही कोटालाई हामीले सिलेक्ट गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि फेरि यहाँ एउटा सेभ एक्सपिरियन्स भन्ने हुन्छ, यसमा सेभ गर्नु होला। अब चाहिँ हाम्रो यो यसरी गरिसकेपछि यो ट्रेनिङलाई पनि सेभ गरिदिनु होला। ट्रेनिङमा त यो अहिले मैले सेभ गरिनँ, किनभने ट्रेनिङ भन्दा पनि अहिले मैले सेभ गरेर यसलाई छोडिदिएँ। त्यसपछि अब हामी फेरि ड्यासबोर्डमा हेर्न सकिनेछ। ड्यासबोर्डमा हेर्ने बेलामा अहिले फेरि यहाँ ठ्याक्कै देखाइएको छ कि बेसिक दरबन्दी 3टा देखाइएको छ। त्यसपछि अहिले चाहिँ यतापट्टि भ्याकेन्ट पनि देखाइएको छैन र अर्को भ्याकेन्ट भनेर माइनस पनि देखाइएको छैन। अब हामी फेरि पनि यसलाई कसरी हेर्न सकिन्छ भने तल गएर फेरि हामी रिपोर्टमा गएर टिचर रिलेटेडमा गइसकेपछि वर्किङ भर्सेस दरबन्दी रिपोर्टमा हेर्न सकिनेछ। त्यसमा गइसकेपछि फेरि पनि हामीले यो अर्गनाइजेसन टाइपमा चाहिँ पब्लिक चुज गर्नु होला। पब्लिक पछि सिधै लोड गर्नु होला। लोड गरिसकेपछि हामीले यो अघिको रिपोर्ट सच्याएपछि चाहिँ ठिक भयो कि भएन हेर्नको लागि हो। यहाँ लोड हुँदैछ। अब यहाँ देखाइएको छ जस्तै यो एप्रुभ पोजिसन भनेर दिएको छ, दरबन्दी एउटा छ, कार्यरत पनि एउटा छ। त्यसपछि अर्को यहाँ दिएको छ फेरि पनि अघि बिग्रिएको थियो, यसरी सच्याउनु होला भनेर। यो जस्तै प्रावि स्वीकृत दरबन्दी 3टा छ भने कार्यरत पनि 3टा छ, यसरी चाहिँ मिल्नुपर्ने हुन्छ। र अर्को प्रावि राहत 2टा छ भने यसले पनि यो 2टा टक्क मिल्नु पर्यो। र अर्को कुरा फेरि यतापट्टि यो राहतमा पनि 2टा छ भने 2टा वर्किङमै छ, र अर्को फेरि यता पनि सङ्घीय अनुदानको पनि 3टा छ, 3वटा कार्यरत छ। यसरी चाहिँ हामीले वास्तविक विवरण चाहिँ यसमा सच्याउनु पर्ने हुन्छ। त्यसको लागि अहिले मैले भनेको जसै गरी यहाँहरू सबैजनाले सच्याउनु होला। यहाँबाट चाहिँ के थाहा हुन्छ भने कुन विद्यालयमा ठ्याक्कै कतिवटा कोटा छ र कतिवटा दरबन्दी छ र कतिवटा कार्यरत छ भन्ने कुरा चाहिँ यहाँहरू यसबाट सत्य तथ्य विवरण थाहा पाउन सकिन्छ। त्यस कारणले यहाँहरू सबैजनाले यो सच्याउनु होला। बाँकी भिडियो लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि साथ दिनु होला। नमस्कार।